हेलो गुड मर्निङ। आज बिहान बिहान पानी परेर मौसम पनि कति राम्रो। त्यसपछि मैले आफ्नो घरको कामहरू सुरु गर्न थालेँ। झाडु पोछा लगाएर आफ्नो काम गरेँ। पानी पनि परेको थियो, मौसम पनि एकदम राम्रो थियो। बाहिर गएको त मम्मीले खानाको लागि आगो बालिसक्नु भएको थियो। मैले पूजाको लागि रेडी गरेर घरमा ढोकामा राखेँ। त्यसपछि पूजा पनि गरेँ। त्यसपछि म किचनमा पसेर चिया पनि बनाएर बाहिर गएको त मम्मीले खाना रेडी बनाइसक्नु भएको रहेछ। मम्मीले खाना बनाउनु भएको थियो किनकि आज हाम्रो रोपाइ छ, खेत रोपाइको लागि सबैको लागि खाना। त्यसपछि म किचनमा आएर सबै तरकारी पकाउन रेडी। तरकारी आलु केराउ चनाको तरकारी कस्तो यम्मी भएको छ, एकदम खाम लाग्ने। त्यसपछि मैले सिटी हालिदिएँ। टमाटरको अचार बनाउनको लागि टमाटरलाई पकाएर लगभग मैले रेडी गरिसकेँ। त्यसपछि टमाटर सेलाउने जेलसम्म मैले प्लेटहरू धोएर रेडी गरेँ। त्यसपछि मैले अचारको लागि ब्लेन्ड गरेर अचार पनि रेडी बनाएँ। त्यसपछि बाबा मलाई लिन आइसक्नु भएको थियो। सबै खानाहरू प्याक गरेर बाबा र मबाट खाना बोकेर खेततर्फ लाग्यौँ। हामी खेतमा पनि पुगिसकेको थियौँ। सबैजनाले खेत रोपिराख्नु भएको थियो। बिहान 5 बजे खेत रोप्दाखेरि अहिले 9 बजिसकेको छ। कति भोक लाग्यो होला। त्यसपछि मैले मम्मीलाई खाना आउनु भनेर बोलाएँ। मम्मीले मेला सकेपछि आउँछु भन्नुभयो। त्यसपछि मैले वेटिङ गरेर बसेँ। आज यो खेत रोपेर पनि सकियो। त्यसपछि मैले पनि खेत रोपेको छु, तर भिडियो बनाउने मान्छे नभएर भिडियो बनाउन पाएन। अर्को खेत रोप्दाखेरि पक्कै बनाउँछु। हस्, थ्याङ्क यू।